म देवेन्द्र खड्का, फिन्टेक अलायन्स नेपालको भाइस प्रेसिडेन्ट। यो फिन्टेक एक्सपो भनेको चाहिँ नेपालमा फाइनेन्सियल टेक्नोलोजी अथवा फाइनेन्सियल इन्स्टिट्युसनलाई टेक्नोलोजी प्रोभाइड गर्ने हैन र फाइनेन्सियल डेलिभरी गर्ने मेकानिजमको हैन त्यसलाई चाहिँ इनोभेसन्सहरू गर्ने कम्पनीहरूको र डिफ्रेन्ट फाइनेन्सियल इन्स्टिट्युसनले आफूले दिइरहेको नयाँ प्रडक्ट सर्भिसेसहरू हैन को बारेमा सोकेस गर्ने आफ्नो इनोभेटिभ प्रडक्टलाई सोकेस गर्ने प्लेटफर्म हो। यहाँ अहिले हाम्रो 68 वटा बुथ कम्पनीको चाहिँ मेन बुथ 68 वटाहरू थियो। त्यो 68 वटा फुल प्याक छ। त्यस पछाडि हाम्रो स्टार्टअपको निम्ति भने डिफ्रेन्ट जोन छ। त्यहाँ स्टार्टअप कम्युनिटी अन्त टेक कम्युनिटिजहरूको बुथहरू छ। त्यहाँ पनि हाम्रो अरूबाट पार्टिसिपेसनहरू राम्रो छ। आज हामीले हतारमा नेपालको पोलिटिकल सिचुएसन यस्तो छ हैन, अब यो डिसेम्बरबाट डिसाइड गरेर यो जनवरीमै गर्न पोसिबल हुन्छ कि हुँदैन भन्ने भएको थियो। तर आज पार्टिसिपेसन देख्दाखेरि चाहिँ हामी एकदम उत्साहित भएको छौँ हैन। धेरैजनाबाट चाहिँ एकदम राम्रो इभेन्ट सुरु गर्नु भएको छ भन्ने खालको फिडब्याक पनि आएको छ। मोस्टली चाहिँ अब यस्तो छ, अब ब्याङ्कहरूले दिने जस्तै कतिको चाहिँ कस्तो छ भने पस मेसिनहरू होला हैन। अब उनीहरूले डाइरेक्ट कन्ज्युमरलाई नदेखिन ब्याङ्कको थ्रुबाट पस मेसिन भन्ने भयो हैन। पसको पनि डिफ्रेन्ट टाइप अफ पस मेसिन्सहरूको कुराहरू छ। त्यस पछाडि पेमेन्ट सम्बन्धी भयो, मोबाइल ब्याङ्किङ सम्बन्धी भयो। अब अहिले नयाँ भनेको चाहिँ क्रेडिटसँग रिलेटेड कुराहरू। नेपालमा पेमेन्ट इन्डस्ट्रीमा धेर जति हुनुपर्ने इनोभेसन्सहरू एटमोस्ट एट पारमा पुगिसकेको जस्तो छ कि त्यस कारणले गर्दा अब क्रेडिटमा बढी फोकस भएको जस्तो, कसरी क्रेडिटको एसेसिबिलिटी बढाउने मान्छेलाई चाहिएको बेलामा हैन। बाई नाउ पे लेटरका प्लेटफर्म्सहरू आएको छ हैन, लोन एग्रिगेसनको प्लेटफर्म्सहरू आएको छ। यी चिजहरूको बारेमा चाहिँ बढी आइरहेको छ। त्यो बाहेक अब अरू पनि कोर ब्याङ्किङका कुराहरू भए हैन, ब्याङ्कलाई, इन्सुरेन्स कम्पनीजहरूलाई, फाइनेन्स कम्पनीजहरूलाई चाहिने एएमएल सिस्टमको बारेमा, डाटा सेन्टरहरू देखि लिएर अरू कम्पनीहरूको पार्टिसिपेसन छ यहाँ। अब यस्तो इभेन्ट त भन्दा आइटी सम्बन्धित अरू नै हुन्थ्यो। न्यासआइटीले पनि अब गरेको थियो हैन। उनीहरूको चाहिँ ब्रोडर आइटी कम्युनिटीलाई फोकस थियो भने हामीले चाहिँ कम्प्लिटली पेमेन्ट सिस्टम हैन अथवा फाइनेन्सियल सिस्टम डेलिभरीको लागि चाहिँ फोकस हुने खालको कम्पनीजहरूको लागि भनेर फोकस गरेर गरेको, जसमा चाहिँ पार्टिसिपेसन चाहिँ मोस्टली फाइनेन्सियल इन्स्टिट्युसनबाट, यहाँ कोअपरेटिभबाट पनि धेरै संस्थाहरू आउनु भएको छ, माइक्रो फाइनेन्सबाट आउनु भएको छ, इन्सुरेन्सबाट आउनु भएको छ, कमर्सियल ब्याङ्कबाट आउनु भएको छ हैन, अलिअलि एकाडेमिक्सबाट पनि आउनु भएको छ। तर मोस्ट अफ द यो चाहिँ नि हामीले कम्प्लिटली फोकस टु फिन्टेक डोमेनकै पार्टिसिपेसनहरूको लागि भनेर गरेको छौँ। यो उद्देश्य चाहिँ अ कमन प्लेटफर्म फर ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन टु मिट टेक इनोभेटर्स भन्ने खालको मोटोको साथ हामीले गरेको हौँ। भन्नु खोजेको चाहिँ टेक इनोभेटर्सहरूले गरिरहेको इनोभेटिभ प्रडक्टहरू, डेभलप गरिरहेको आइडियाजहरूलाई यहाँ सेयर गर्ने, कोलाबोरेट गर्ने, पार्टनरसिप क्रिएट गर्ने हैन, एकअर्काको बिचमा चाहिँ सिनर्जी क्रिएट गरेर बेटर प्रडक्ट एन्ड सर्भिसेस चाहिँ लार्ज अडियन्समा चाहिँ कसरी बेटर प्रडक्ट एन्ड सर्भिसेस डेलिभर गर्न सकिन्छ भन्ने खालको उद्देश्य र यहाँ नेपालमा राम्रो गरेर अझ यसलाई विदेशमा कसरी एक्सपोर्ट गर्न सकिन्छ भन्ने खालको उद्देश्यले चाहिँ हामीले अब यहाँ हाम्रो बुथमा एक्सपोमा आउने एक्जिबिटरहरूको चाहिँ बिजनेस बढोस् हैन र प्रडक्ट एन्ड सर्भिसेसहरू ब्याङ्क जसले चाहिँ निड छ उहाँहरूले त्यो आफूलाई चाहेको अनुसारको प्रडक्ट सर्भिसेसहरू पाउन् भन्ने उद्देश्यका साथै गरेको हो। हाम्रो इनिसियल एक्सपेक्टेसन 4000 भन्ने थियो हैन, 4000 भन्दा बढी भन्ने थियो। अब अहिलेसम्मको हेर्दाखेरि भित्रको मासहरू ग्यादरिङहरू हेर्दाखेरि अब आज हामीले झन्डै फर्मल्ली ओपनिङ गर्दाखेरि नै 12-1 जति बजिसकेको थियो। तर हाफ टाइमकै टाइममा पनि एकदम मासहरू आइराख्नु भएको छ। तर हाम्रो मास चाहिँ अब स्टुडेन्ट अरू इभेन्टमा जस्तो स्टुडेन्टको मासहरू हर्र आउने टाइपको छैन। हामी चाहिँ सबै ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युसनबाट फोकस भएर आएको छौँ र अहिले आज शुक्रबारको दिन हैन अफिस छुटेर आउनेहरू धेरै हुनुहुन्छ, भोलि शनिबार अझ धेरै आउनुहुन्छ भन्ने आशा गरेका छौँ हैन। र अब हामीलाई चाहिँ अब यो सोचेको भन्दा पार्किङ नै व्यवस्थापन गर्न गाह्रो जस्तो पनि भइरहेछ हैन। अब राम्रो एक्सपेक्टेसन भन्दा बढी नै पार्टिसिपेसनहरू भइरहेको छ। नेपाल फिन्टेक एक्सपो भनेको चाहिँ यदि तपाईँहरू नेपालमा फिन्टेक डोमेनमा के इनोभेसनहरू भइरहेको छ, कस्तो खालको प्रडक्ट सर्भिसेसहरू गरिरहेछन्, कम्पनीहरूले के गरिरहेछन्, कस्तो कस्तो चिजमा बिजनेस हुनसक्छ भनेर आइडिया बुझ्न चाहनुहुन्छ, लर्न गर्न चाहनुहुन्छ, अथवा तपाईँहरूलाई यस्तो खालको प्रडक्ट सर्भिसेसहरू चाहिएको छ भने चाहिँ तपाईले यहाँ आएर के आएको छ, अरू कम्पनीले कसको चाहिँ बेटर पोइन्ट के रहेछ, आफूले युज गरिरहेको चिज भन्दा अझ राम्रो पनि केही छ कि कहिलेकाहीँ चाहिँ हामी आफूले जे युज गरिरहेछौँ त्यो भन्दा
बेटर सर्भिसेसहरू मार्केटमा अभाइलेबल हुँदै पनि हामीले एक्सप्लोर नै गरिरहेको हुँदैनौँ क्या। त्यो चिजहरू एक्सप्लोर गरेर आफ्नो निड चाहिँ फुलफिल गर्न सक्नुहुन्छ, त्यो बारेमा एजुकेसन लिन सक्नुहुन्छ। र अर्को चाहिँ डिफ्रेन्ट कम्पनीजहरूले चाहिँ अब पार्टनरसिपको मेकानिजम थ्रु एकअर्कामा कोलाबरेट कसरी गर्न सकिन्छ र बिजनेस कसरी बढाउन सकिन्छ भन्ने नै हो। जस्तो हामी खल्तीले लामो टाइमदेखि डिजिटल पेमेन्टको सेक्सनमा काम गरिराखेको हो होइन। विभिन्न पेमेन्टको सर्भिसेसहरूलाई डिजिटाइज गर्ने 8-9 वर्षको इतिहासै छ हाम्रो होइन। तर अब चाहिँ त्यहाँबाट अलिकति पृथक तरिकाले पर्सनल फाइनेन्सलाई अलिकति फोकस गरेर केही ब्याङ्किङ सर्भिसेसहरू लाइभ गर्ने भन्ने प्लान हो हाम्रो। त्यही अनुसार अघिल्लो वर्ष हामीले खल्ती सुरक्षा इन्सुरेन्सको प्रोडक्ट लन्च गरेका थियौँ। स्मार्ट डिपोजिट भनेर सेभिङ्स प्रोडक्ट लन्च गरेका थियौँ होइन, ब्याङ्क इन्सुरेन्स कम्पनीहरूसँग मिलेर। अझै त्यसलाई एक्सटेन्ड गरेर चाहिँ अब स्मार्ट एफडी भनेर नेपालीले विदेशमा बसेका नेपाली, स्वदेशमा बसेका नेपालीले चाहिँ सजिलै यो खल्ती एपबाटै चाहिँ फिक्स डिपोजिटहरू सब्सक्राइब गर्न सक्ने हामीले प्रोडक्ट लन्च गरेका छौँ। मन्जुश्री फाइनेन्ससँगको पार्टनरसिपमा यो प्रोडक्ट लाइभ भइरहेछ। त्यसै गरी इन्सुरेन्समा पनि पहिला हामीले बढी नन लाइफ इन्सुरेन्स फोकस गरेर गरेका थियौँ। योपालि अलिक राम्रै परिश्रममा केही समय राम्रै लगाएर डेभलप गरेर चाहिँ नेपाल लाइफसँगको पार्टनरसिपमा इन्डाउमेन्ट इन्सुरेन्स प्लान लन्च गरिरहेको छौँ। सो त्यो पनि अब आउने हप्ता एपमा लाइभ हुन्छ। सो बेसिकली अहिलेलाई यही दुईवटा प्रोडक्टहरू लन्च गरेका छौँ। यो वन्डरफुल यो के अरे आइएमई ग्रुप प्रेजेन्ट नेपाल फिनटेक एक्सपो 2026 मा हामीले अरू प्रोडक्ट्सहरूमा भन्दाखेरि हामीले जस्तो यो मर्जरसँगै केही प्रोडक्टहरू अड्केको पनि थियो। हाम्रो आइएमई र खल्तीको मर्जरसँगै केही प्रोडक्टहरू अड्केको थियो। त्यो पनि बेसिकली पर्सनल फाइनेन्स बेस्ड नै, जस्तो भर्चुअल कार्डहरू भयो होइन, अरू ब्याङ्कहरूमा सेभिङ्स एकाउन्ट खोल्न मिल्ने त्यस्तो अलिकति एग्रिगेटेड प्रोडक्टहरू लन्च गर्दै थियौँ। त्यो चाहिँ लन्च गर्दैछौँ। त्यो गेमहरू खेलाइरहेछौँ होइन, त्यो गेमहरूमा उहाँहरू इङ्गेज हुनुभयो र हाम्रो आइएमई खल्तीको क्युआर स्क्यान गरेर चाहिँ सब्सक्राइब गर्नुभयो भने हामीले उहाँहरूलाई कुपन्सहरू टोकन्सहरू पठाइरहेछौँ होइन, जुन लिएर चाहिँ उहाँले विभिन्न सर्भिसहरू लिन सक्नुहुन्छ। नमस्ते सबैजनालाई, म आशुतोष शाह, हाम्रो ऱ्यापिडको प्रोडक्ट लिड। ऱ्यापिड भनेको प्रोडक्ट के हो भन्ने कुरा अलिकति बुझौँ। ऱ्यापिड भनेको चाहिँ आजको दिनमा जसरी तपाईँहरूले मोबाइल ब्याङ्किङबाट चाहिँ तपाईँले काम आफ्नो सघाउनुहुन्छ त्यही काम सकिन्छ एज अ युजर, एज अ कस्टमर। तर बिजनेसको हिसाबमा हेर्ने हो भने चाहिँ तपाईँले जति पनि ब्याङ्किङ कारोबार गर्नुहुन्छ त्यो सबै लगेर आफ्नो इआरपी अथवा आफ्नो एकाउन्टिङ सफ्टवेयर यी सबै कुराहरूमा गएर चाहिँ तपाईँले ब्याङ्कबाट स्टेटमेन्ट डाउनलोड गर्नुहुन्छ। त्यो कुराले ल्याएर चाहिँ तपाईँले आफ्नो इआरपीमा अपलोड गर्नुहुन्छ। अपलोड गरेर चाहिँ रिकन्सिलिएसन लगायत यी सबै कुराहरूलाई चाहिँ ट्रेजरी म्यानेजमेन्ट हुनसक्छ, रिकन्सिलिएसन हुन पायो, यी सबै कुराहरू चाहिँ तपाईँले आफ्नै इआरपीमा गर्न पाउनुहुन्छ। सो ऱ्यापिडले चाहिँ तपाईँले केमा इनेबल गर्छ भनेपछि चाहिँ ब्याङ्कबाट एपिआई जुन आउँछ, ब्याङ्कबाट ब्याङ्किङ कारोबारको लागि चाहिँ ब्याङ्कले तपाईँलाई एपिआई दिन सक्ने भयो। त्यसमा चाहिँ अहिलेको दिनमा हाम्रो ब्यालेन्स हेर्नलाई मल्टिपल ब्याङ्क एकाउन्ट मानौँ कि तपाईँहरूको छ, एउटा कुनै पनि बिजनेसको धेरै ब्याङ्क एकाउन्टहरू हुन्छ कि त सेम ब्याङ्कमा कि त डिफ्रेन्ट ब्याङ्क्सहरूमा। त्यस्तो हुँदाखेरि चाहिँ डिफ्रेन्ट ब्याङ्क एकाउन्टको ब्यालेन्स पनि एकैचोटि हेर्न पऱ्यो भने इट इज नट पोसिबल फर यु। सो त्यसमा चाहिँ के गर्छौँ भनेपछि चाहिँ हामीले यस्तै खालको एपिआई, ब्यालेन्सको एपिआई बनाइदिएका छौँ, जसमा चाहिँ ऱ्यापिड गएर ब्याङ्कमा इन्डिकेट हुँदाखेरि चाहिँ ऱ्यापिडले ब्यालेन्सको एपिआई एक्सपोज गर्न पाए। त्यो ब्यालेन्सको एपिआई तपाईँहरूले आफ्नो इआरपीसँग कनेक्ट गरेर आफ्नो ब्याङ्क एकाउन्ट लिङ्क गर्नुभयो भने हरेक ब्याङ्क एकाउन्टको ब्यालेन्स तपाईँले इजिली त्यहाँ हेर्न पाउनुभयो। हजुरहरूको मानौँ कि ठुलो इन्स्टिट्युसन छ अथवा सानो इन्स्टिट्युसन छ भने पनि हजुरहरूले जति पनि एफडी गर्नुभएको छ त्यो एफडीको आजको दिनमा के छ त स्टेटस, कति दिन बाँकी छ, कति इन्ट्रेस्ट रेट पुगिरहेछ, आजको दिनको नयाँ इन्ट्रेस्ट रेट कति छ, त्यो पनि तपाईँहरूले त्यहीँबाट हेर्न पाउनुभयो। नम्बर 2मा चाहिँ के छ भने तपाईँहरूले ब्याङ्क स्टेटमेन्ट जुन आजको दिनमा ब्याङ्कको पोर्टलमा गएर अथवा ब्याङ्कमै गएर ल्याएर आफ्नो सिस्टममा डिपोजिट अथवा अपलोड गर्नुहुन्छ अनि बल्ल रिकन्सिलिएसन अथवा केही काम गर्नुहुन्छ। हामीले त्यसलाई के गर्यौँ भनेपछि ब्याङ्कको इआरपी, ब्याङ्कको एपिआई जुन स्टेटमेन्टसँग रिलेटेड छ त्यो एपिआई एक्सपोज गरेर हजुरहरूको इआरपीसम्म लगिदिन्छौँ र हजुरले आफ्नो स्टेटमेन्ट, ब्याङ्क एकाउन्टको स्टेटमेन्ट आफ्नै इआरपीमा तानेर त्यसलाई रिकन्साइल गर्न सक्नुहुन्छ अटोमेसनमा, अथवा त्यसको रिलेटेडमा अरू पनि केही डिसिजन मेकिङ गर्न सक्नुहुन्छ आफ्नो बिजनेस इन्साइट्सको हिसाबले। नम्बर 2, भोलिको दिनमा चाहिँ हामीले यसमा फन्ड ट्रान्सफर पनि गर्नेछौँ, जसमा गएर तपाईँको पेएबल र रिसिभेबल जुन तपाईँको आफ्नै इआरपीमा छ त्यसको एगेन्स्टमा पे नाउ भनेर चाहिँ तपाईँले आफ्नै इआरपीबाट इनिसिएट गर्न सक्नुहुन्छ र त्यसको चाहिँ पेमेन्ट भइसकेपछि तपाईँको ब्याङ्क एकाउन्टमा तपाईँलाई ब्याङ्कले तपाईँलाई एउटा पेमेन्ट इन्स्ट्रक्सन पनि दिन्छ। त्यो इन्स्ट्रक्सन दिइसकेपछि तपाईँको आफ्नो इआरपीमा अटोमेटिकली तपाईँले रिकन्सिलिएसन ट्रिगर गर्न सक्नुहुन्छ।
त्यो भयो भने चाहिँ जुन तपाईँको एन्डको मान्छेको म्यानुअल काम थियो नि, जसमा चाहिँ ब्यालेन्स हेरेर कता फन्ड ट्रान्सफर गर्ने कति गर्ने भन्ने कुरा त्यो जिरो हुने भयो। रिकन्सिलिएसनको काम स्टेटमेन्टबाट तानिसकेपछि चाहिँ त्यो मान्छेको डिपेन्डेन्सीबाट जिरो हुने भयो। फन्ड ट्रान्सफरको काम पनि तपाईँले कुनै पनि पोर्टलमा गएर काम गर्न परेन, तपाईँको आफै यहाँ काम गर्नु, आफ्नै ERP-मा काम गर्न पाउनुभयो। त्यो फन्ड ट्रान्सफर गरिसकेपछि पनि लाइन बाई लाइन इन्टिग्रेसन र लाइन बाई लाइन रिकन्सिलिएसन चाहिँ तपाईँको यहीँबाट सफ्टवेयरबाट हुनसक्ने भयो। सो दिस थिङ्स विल इनेबल यु एन्ड यसलाई चाहिँ हामीले API ब्याङ्किङ भनेर चाहिँ राखेका छौँ, API फर्स्ट। सो दिस इज ऱ्यापिड। विस्तृत जानकारीको लागि चाहिँ हामीलाई सम्पर्क गर्न सक्नु होला। एउटा कुरा अझै जानकारी दिन्छु म, हाम्रो यो प्रडक्ट अहिलेसम्म ग्लोबल IIB-मा अलरेडी लाइभ भइसकेको छ। सिटिजन्समा हामी लाइभ हुँदैछौँ, लक्ष्मी सनराइजमा हामी लाइभ हुँदैछौँ, लगायत अरू पनि ब्याङ्कहरू चाहिँ हाम्रो पाइपलाइनमा छन्। सर्टेन टाइममा चाहिँ हामी उहाँहरूसँग पनि लाइभ हुन्छौँ। सो दिस इज अबाउट ऱ्यापिड। थ्याङ्क यू सो मच। नमस्ते, मेरो नाम चाहिँ क्रिजन साई हो र म ट्रस्ट ब्रिज क्यापिटलमा एज अ प्रोजेक्ट कोअर्डिनेटरको रूपमा कार्यरत छु। हाम्रो प्लेटफर्म लेन्डिङ टर्बो हामीले चाहिँ LOS सिस्टमहरू बनाइरहेको छौँ। जति पनि NBFCs कम्पनीजहरू छ उहाँहरूको लागि चाहिँ एउटा प्लेटफर्म दिइरहेको छौँ। त्यसमा चाहिँ जस्तो तपाईँले अब पहिला हामी तपाईँलाई लोन लिन चाहनुभयो भने हजुर ब्याङ्क धाउनुपर्छ भनेदेखि अब तपाईँलाई कुनै पनि फोन्स अथवा तपाईँलाई बाइक्सहरू लिन चाहनुभयो भने हजुरलाई डिलरको मार्फतै तपाईँले त्यहीँबाट लोन लिन सक्ने एउटा प्लेटफर्म बनाइदिएको छौँ हामीले। हाम्रो सिस्टममा चाहिँ अब डिफ्रेन्ट CIBsहरू डिफ्रेन्ट इन्स्टिट्युसनहरूसँग इन्टिग्रेट गरेको छौँ। जस्तो CIBहरूसँग इन्टिग्रेट गरेको छौँ। त्यसमा जस्तो तपाईँले आफ्नो क्रेडिट स्कोरहरूदेखि लिएर तपाईँ ब्ल्याकलिस्ट हुनुहुन्छ कि हुनुहुन्न सबै कुराहरू तपाईँले सिस्टम थ्रु नै थाहा पाउन सक्नुहुन्छ। नमस्ते, म चाहिँ अनिस सापकोटा, म फिनताराको सपोर्ट एक्जिक्युटिभ। अनि हाम्रो चाहिँ आज भर्खरै 1 BNPL लन्च भएको छ। त्यो भनेको चाहिँ हाम्रो EMI सर्भिस हो। तपाईँले चाहिँ त्यो अब कुनै पसल नर्मल्ली हाम्रो सोनी अब जेनआई टेक्नोलोजीहरू कुनै स्टोरमा गएर क्रेडिट कार्डहरूसँग छ भने क्रेडिट कार्ड स्वाइप गरेर 0% डाउन पेमेन्टमा सामान किन्न सक्नुहुन्छ। त्यो भयो भने चाहिँ तपाईँलाई पेपर वर्कहरू पनि गर्नु परेन, ह्याजल फ्री हुने भयो तपाईँलाई। अनि आज भर्खरै लन्च भएको छ हाम्रो। तपाईँले अब कुनै स्टोरहरूमा गएर क्रेडिट कार्ड स्वाइप गर्नुहुन्छ, 0% डाउन पेमेन्ट नै सामानहरू लिएर जान सक्नुहुन्छ। त्यो चाहिँ ह्याजल फ्री नै भयो तपाईँलाई। अनि पेपर वर्कहरू गरेर राख्नु परेन, झन्झट बोक्नु परेन। तपाईँले चाहिँ सामान छिटै पाउनुभयो। त्यो पेपर वर्क गर्नुभन्दा चाहिँ त्यो गर्दाखेरि चाहिँ छिटै सामान पाउनुहुन्छ। त्यो चाहिँ अब तपाईँको हाम्रो डिजिटल एप्लायन्स भएको स्टोरहरू अर्थात् कुनै क्लोदिङ स्टोरहरू जहाँ चाहिँ हाई हुन्छ प्राइसहरू, त्यस्तो प्राइसहरूमा चाहिँ तपाईँलाई युज हुनुभयो। अन द स्पट पेमेन्ट क्रेडिट कार्ड सबै अन द स्पट पेमेन्ट गरेर गर्न सक्नुहुन्छ। BNPL चाहिँ नर्मली अहिले हाम्रो STG ग्रुप अनि जेनआई टेक्नोलोजी अनि कुन्य गियर्स अनि हाम्रो अरू पनि BT प्लानेट नर्मली सोनी लेनोभोहरूको डिस्ट्रिब्युटरहरू हुनुहुन्छ नि जहाँ नर्मली त्यस्तो स्टोरहरूमा चाहिँ एक्सेप्ट हुन्छ। हेलो सर, मेरो नाम सिमोना श्रेष्ठ हो, सिटीटेकबाट। अनि मेरो नाम चाहिँ श्राइन बज्राचार्य, सिटीटेकबाट। हामीहरू चाहिँ नि यता सिटीटेकबाट आएको हो। सो यसमा चाहिँ नि यो इभेन्टमा हामीहरूले हाम्रो फिनपस मिनी डिभाइसलाई लन्च गर्नलाई आएको छौँ। सो यसमा हाम्रो मेन चाहिँ नि यसलाई फिनपस मिनी डिभाइस भनिन्छ। सो यो चाहिँ नि बेसिकली हाम्रो एक्जिस्टिङ पस डिभाइस हुन्छ विच क्यान बी सिन इन बिग मार्ट, भाटबटेनीहरू, त्यसको मिनी भर्जन भयो होइन। सो यो मिनी डिभाइसमा चाहिँ नि हामीहरूले दुईवटा पेमेन्ट मेथड्सहरूबाट ट्रान्ज्याक्सन गर्न सकिन्छ। सो वान इज कार्ड, सेकेन्ड इज QR। सो कार्डबाट चाहिँ नि हामीले इन्सर्ट प्लस ट्याप NFCबाट गर्न सकिन्छ एन्ड QR। सो मेनली यो हाम्रो मिनी डिभाइस चाहिँ नि फोकस्ड अन स्मल मर्चेन्ट्स, रिटेलर सपहरू भयो होइन। सो पठाउ राइडर्सहरूलाई पनि लाइक युज केसेसहरू गर्न सकिन्छ। सो या बेसिकली यही हो मिनी डिभाइसको लागि। नमस्कार, मेरो नाम विशेष गौतम, म चाहिँ हाम्रो पात्रोबाट। हाम्रो पात्रोले लगभग 13 वर्षदेखि नेपाली अथवा नेपालीहरू बाहिर बस्नुभएका सम्पूर्ण नेपालीहरूलाई चाहिँ एउटा पात्रो हेर्ने अवसर मोबाइलको थ्रु अथवा ल्यापटपको थ्रु दिइरहेको छ। यसै अन्तर्गत हाम्रो पात्रोभित्र चाहिँ हामीले अहिले धेरैवटा प्रोडक्टहरू बनाइसकेका छौँ। हाम्रो ज्योतिष छ, टेलिहेल्थ छ, हाम्रो पे छ, हाम्रो रेमिट छ। त्यसै अन्तर्गत हाम्रो चाहिँ अहिले एउटा नयाँ ग्लोबल पे भन्ने प्रोडक्ट भर्खरै हाम्रो लन्च भएको छ, जस अन्तर्गत चाहिँ यहाँ बसेर विदेशको काम गर्नुहुने सम्पूर्ण नेपालीहरूले चाहिँ जस्तो युएसमा बसेर कसैले फ्रिल्यान्सिङ काम गरिरहनु भएको छ भने उहाँहरूले चाहिँ ग्लोबल पेको माध्यमबाट पैसा ल्याउन सक्नुहुनेछ, जसमा चाहिँ हजुरहरूको एउटा भर्चुअल वालेट बन्ने छ युएसमा, जसमा चाहिँ युएसको खाताबाट जुनै पनि ब्याङ्क एकाउन्टबाट पैसा लोड हुनेछ र त्यो पैसा लोड भएको पैसा चाहिँ हजुरहरूले नेपालको ब्याङ्क खातामा चाहिँ सजिलैसँग 24 घन्टाको पिरियडमा तपाईँहरूले पैसा निकाल्न सक्नुहुनेछ।
Podcast.